स्वागत छ हाम्रो जीवन यात्रा युट्युब च्यानलमा हजुरहरूलाई। हामी चाहिँ आज माछा मार्ने भनेर चाहिँ यसो खोलातिर आएका छौँ। खोलो हेर्दै हाम्रो भाइ चाहिँ यहाँनिर खोलामा माछाको कुरा गर्नु पर्दाखेरि अब यसले देख्दैन होला। माछा त छोरा मात्र छैन त, माछा चाहिँ पर्छ कि पर्दैन, तर खोलाभरि माछा छ। माछा छ, माछा। खोला सानो भए पनि जाडो महिनामा सुकिसकेको खोला त यत्रै नै हुन्छ होइन। तर पनि अब यसरी हामी चाहिँ यहाँ माछा मार्न भनेर आएका छौँ। यो खोलामा यसरी खोलामा माछा मार्न भनेर आएको छौँ। माछा मर्छ कि मर्दैन, खोला सानो छ, माछा चाहिँ थुप्रै देखिएको छ, तर माछा चाहिँ मर्छ कि मर्दैन हेर्नु है। माछा टन्नै छ, तर बल्छीमा पर्छ कि पर्दैन माछा चाहिँ एकदम धेरै छ है। माछा चाहिँ सानो माछा छ, यो तिलोपियाको बच्चा जस्तो छ होइन। माछा टन्नै छ। ल हेर्नु त यहाँ माछा कति धेरै छ। माछा टन्नै छ, तर भनी माछा बल्छीमा पर्छ कि पर्दैन। माछा चाहिँ एकदम टन्नै छ है। यहाँनिर यो बरगाछीदेखि पूर्वपट्टि यो खोलामा हो। फर्स्ट क्याच गर्न लागेको छ। कत्रो आयो अब यहाँ फर्स्ट क्याच चाहिँ। फर्स्ट क्याच यत्रो छ है। निकालो फर्स्ट क्याच कत्रो छ। खोइ यसो झुलाएर हेरौँ त। खोइ वाउ, यत्रो त माने छ यार। ल फर्स्ट क्याच है, फर्स्ट क्याच ठुलै पर्यो है। यो त फर्स्ट क्याच यार, फर्स्ट क्याच। ल हामी टाइम पासको लागि कतिको पर्दो रहेछ भनेर जाडो महिनामा माछा मार्न आएको र पनि पर्दो रहेछ हौ अलिअलि त। भर्खर फर्स्ट क्याच भयो, अब सेकेन्ड क्याच कस्तो हुन्छ होइन भाइ। माछा ठिक छ नि। सेकेन्ड क्याच यत्रो भयो। सेकेन्ड क्याच त मेरै छायाले खेल्दो रहेछ कि खै देखाउनु यता। यहाँ साथीहरूलाई पनि देखाउनु परेन, हामी मात्रै हेरेर हुन्छ नि। यो सेकेन्ड क्याच है, यो भाइले पारेको है, विराज भाइले पारेको है सेकेन्ड क्याच। अर्को भाइले चाहिँ पारेकै छैन, ऊ हेरिराखेको छ, उसको चाहिँ परेको छैन। विराज भाइको चाहिँ परिसक्यो है। डबल पो परेछ यार, डबल। ल एकैचोटि दुईटा पर्यो। ल ओइ देखा भाइ देखा, हामीले मात्रै हेरेर हुँदैन, दर्शकलाई पनि देखाउनु पर्छ कि। डबल सर्ट पर्यो यार, खतरा। उत्र भालेर पोथी नै परेछ हौ। ल माया भनेको यस्तो हुनुपर्छ क्या, मर्दाखेरि हामी दुवै एकैचोटि मर्ने भनेर चाहिँ निस्केर आएछ नि यार। माछा दुईटा मर्यो एकैचोटि। ल धन्यवाद। यो 5औँ क्याच हो। अब फेरि देखाउँछु है अहिले चाहिँ। भनेर आएको बल्छी बिग्रेर हैरान भएर फेरि बल्छी बनाइ गएर दिन बितिसक्यो, माछा पर्दैन। ए भाइहरू चाहिँ माछा मार्नको लागि बल्छी बनाउँदैछन्। बल्छी नै गाँठो परेर बल्ल पुकाइयो। त्यसपछि अहिले चाहिँ अलिक तयारी हुन लागेको छ। अनि माछा पनि खासै परेन। यहाँ एउटा भाइले स्टिक थापेको छ। हाम्रो दुईटा रडहरू चाहिँ त्यहाँनिर छ, तर माछा चाहिँ मरेन। भाइ के छ, पर्यो खोइ के पर्यो। त्यो चारो मात्रै पो निकालेको छ भाइ त। ओइ मेरो भाइ यता हेर त, यता यहाँ हेर न। ओहो के छ, माछा नपरेर निराश भएको हो, तर पर्छ अहिले पछि, एकछिन पछि।
हामी चाहिँ माछा मार्न आएको सुन्तला खान थालेको अब ए भाइले यता दाजु अब हामी सुन्तला खाँदै बसेको माछा मरेन सुन्तला खान थालेको विराज बसेर खा यो ग्रुपको जुनेलाई कम्पिटिसन गर्न खोज्छ तर माछा चाहिँ मर्दैन आज मरेन मेरो चाहिँ ठुलैमा आँखा गयो है भाइ आऊ अनि यो आफ्नै बारीको सुन्तला घरबाट बहिनीले पठाइदिएको रहेछ अनि माछा मार्दाखेरि खाऊँ न त भनेर लिएर आएको थिएँ ठिक्क खान पाइयो ठिक छ सुन्तला मिठो छ भाइ आऊ आऊ गफ गर्दै सुन्तला खाँदै यत्रो मोटो थियो त्यति लामो थियो है माथि धार भएको साह्रै मिठो पनि हुन्छ चाम्रो हुन्छ अनि सिद्रा खासमा चाहिँ मैले सिद्रा खानु बल्छीमा खादिराख्ने होइन सानो पोथ्रीहरूलाई भनेर त्यही छोडिदिइराख्ने टाँगो थापिराख्ने टाँगै यसो बनाउँछ है अनि म त के हो ठुलै कोत्री पऱ्यो क्या भनेर झट्टाएर यसरी तानेको बटारीले आयो है यस्तो मोडा थियो लामो थियो आयो यस्तो गरेर निकाल्नु खोजेको त पानीबाट यति जति मात्र माथि निस्क्यो त्यो पछाडि काँडा हुन्छ काँडाले डुब्ने ब्यागका सुताएर झन्डै आधा किलो 1 किलो भाग्यो है उम्केको माछा ठुलो भने जस्तो घरि आधी किलो घरि 1 किलो है त्यत्रो बाम परेको थियो यहाँ आउने भाइहरूलाई सोधियो न अहिले थाहा छैन पुरै धार हुन्छ नि त हातले पक्रेन सिजन भएर हो कि हो यार माछै मर्दैन त यार माछै मरेन त आज त 4-5 वटा मात्र मर्यो माछै मर्दैन यो के हो भने ट्याङ्ग्रा खोला अरे यसको नाम ट्याङ्ग्रा खोलामा आएको माछा मार्न अघि त खोलाको नामै थाहा थिएन के हो भनेको यहाँ सोद्धा गरेर बल्ल ट्याङ्ग्रा खोला भनेर चाहिँ भने ट्याङ्ग्रा खोला अरे तपाईँको तरहरा बरगाछीदेखि ठ्याक्क पूर्व आयौँ पूर्व आउँदा झन्नै 1.5-2 किलोमिटर यता आएपछि अनि ट्याङ्ग्रा खोला भेट्यो ट्याङ्ग्रा खोलामा चाहिँ माछा मार्दै जाँदाखेरि 5-6 वटा तिलेपिया मर्यो त्योभन्दा यता बल्छी खाँदा पनि खाँदैन भाइ ऊ निराश बनेर बसिरहेछ खोलाको डिलमा के अरे मोबाइल हेर्दै अनि म चाहिँ यहाँनिर मर्छ कि माछा मर्छ कि भन्दै बल्छी हेर्दै बसेको छु फिसिङ रड हेर्दै तर माछा चाहिँ मर्दैन मेरो बल्छी नै यार यहाँनिर अल्झ्यो नि यार मेरो बल्छी अल्झ्यो यो माछा मर्नको लागि चाहिँ बल्छी अल्झेको होला ल ठिकै छ अब 4 पनि बज्यो होला भाइ होइन 4 बज्यो 4 बज्यो भनेपछि अब हामी 4:30-5 बजेसम्म चाहिँ खेलौँ अनि त्यसपछि घर जानुपर्छ ल है हाने त अब मर्छ कि मर्यो भने भान्सा रमाइलो मरेन भने त्यत्तिकै टाइम पास मात्रै भयो होइन त विराज भाइ आएको छ अनि हाम्रो भाइको नाम के भयो त मैले बिर्सेँ यार के नाम श्याम कुमार मगर भाइ श्याम कुमार बुर्जा मगर विराज भुजेल माछा मार्न आएका भाइहरू माछाको म पनि देखिएन होइन माछाको मा पनि देखिएन अनि तै पनि अब आशे कुरो त हो
बा मरिहाल्छ कि भन्दै टुकटुके हेर्दै बसिरहेको, माछै मर्दैन, के भएको। आज त्यत्तिकै दिन बित्यो। तराईको खोला समुद्र जस्तो कराउँदा पनि कराउँदैन, चुभो लागेर बगिरहेको छ। पानी बगेको पनि देख्दैन, पानी चाहिँ बगिरहेको छ तर देख्दैन, सानो बगिरहेको छ। माछा पनि मर्दैन, काम छैन रहेछ हौ ट्याङ्ग्रा खोलामा। एकचोटि लास्ट टाइम हो गुड माछा खोलामा हुन्छ, पाखामा बल्छी हान्छ, अनि कहाँबाट माछा मर्छ त नि। ल अब लास्ट अब जाडो पनि हुन थाल्यो, माछा मरेन धेरै, माछा मरेन। सबै माछा निकालेको भिडियो पनि देखाउन सकिएन, 3-4 पक्रेको चाहिँ देखाइयो। लगभग माछा अलिकति मरेको छ, मर्न चाहिँ। अब हेरौँ अहिले भरे। तर अब हामी चाहिँ यहाँदेखि चाहिँ अब जाने घरतिर 4:30-5 बज्न लाग्यो होला, घडी पनि हेर्नु भ्याएको छैन। अब हामी जाने। मेरो भतिजलाई चाहिँ अलिक ढिला भइसक्यो, घरमा एक्लै हो भतिज, पाहुना आइरहेछन्, भर्खर फोन गरेर पाहुना आए भन्ने कुरो थाहा भयो। त्यही भएर हामी अलिक चाँडै जान लाग्यौँ, नत्र भनेदेखि 8 बजेतिर मात्रै जाने सोच गरेको थियौँ। के अरे बाम बेलुका भएपछि बाम पर्छ भनेर चाहिँ धरिया गर्न खोजेको, तर भएन। अब जाने हो, बामसम्म नमार्ने। ल बल्छी त्यो उ गर बेर। ल सबै साथीहरू, हामी ट्याङ्ग्रा खोलामा माछा मारेर अब घरतिर फर्किने अवस्था। माछा यति ल माछा पर्दो रहेछ यतिखेर, एउटा त राम्रै भएको थियो, अनि अरू चाहिँ सानो सानो पर्यो। भान्सा रमाइलै हुन्छ। त्यो ठुलो माछा चाहिँ कत्रो पक्री ठुलो माछा यही मात्रै हो एउटा माछा मरेको, नत्र भने अरू सानो सानो पर्यो। 2, 4, 7, 6वटा मरेछ, 6वटा माछा मरेछ। त्यति नै हो यार आज। अब हामी जाने तर्खरमा छौँ। हिजो चाहिँ बनाएको भए भिडियो हुने रहेछ होइन। हिजो 7-8वटा खुच्चाहरूलाई नै दिएर पठाइदिएको। हिजो कति किलो मर्यो थियो? हिजो 2 किलो लगभग थियो। हिजो 2 किलो लगभग मरेर, अनि आज पनि भिडियो पनि बनाउने, माछा पनि मार्ने भनेर आएको। आज त 6वटा पो मऱ्यो। माछै मर्यो। हामी चाहिँ अब लाग्यौँ घरतिर लागेको है। अब माछा मरेन, दुःख मात्रै पाइयो, माछा मरेन। ल बाई बाई ट्याङ्ग्रा खोला। अब भोलि पर्सि सिजन भएको बेला आउँला, अहिले त मरेन भाइ। त्यताबाट होइन होला, यता पो होला त, त्यताबाट त छैन बाटो। ल अब हामी लागेको।